हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ म पोल्ट्री फार्मबाटै छु है। यो चाहिँ खोरभित्रको आजको कुखुराको अवस्था हो। यो चाहिँ 4 महिनाको भयो। अब लगभग 15 दिनपछि यसले अन्डा दिन थाल्छ। यसको अन्डा को बारेमा कसरी क्रेटहरू राख्ने त्यो सबै म देखाउँछु हजुरहरूलाई। ध्यान दिएर हेर्नु होला। यसमा चाहिँ 1000वटा कुखुरा छन् भनौँ न। अब चल्ला त सिधिए 1000वटा कुखुरा छन्। यिनीहरूलाई चाहिँ टाइममा मात्रै खुवाउने भएर दानाको भाँडाहरू चाहिँ खाली, यसलाई चाहिँ जतिखेरै दाना हालिराख्न नहुने भएर भाँडाहरू चाहिँ खाली राखेको हो। पानीहरू चाहिँ अटोमेटिक भएको हुनाले आफसे आफ आउँछ। दाना चाहिँ छैन भाँडोमा, किनकि एक नासले दाना पनि दिनु हुँदैन नि त। यो चाहिँ मगको भएर तर्सेको है यिनीहरू। यिनीहरू तर्सिन्छ भनेरै हामीले म्युजिक चाहिँ बजाउनुपर्छ। यिनीहरू धेरै तर्सिन्छन् नि त, त्यही भएर यिनीहरूलाई चाहिँ तर्सन कम होस् भनेर चाहिँ यहाँ गीत बजाएर राखिदिनुपर्छ। ल हेर्नुहोस् त, सबै एकै ठाउँमा थुप्रेको। यो चाहिँ मगको भएर है। अब यिनीहरूले दाना कसरी कन्ट्रोल गर्छन् भनेर चाहिँ हामीले यसै गर्ने हो कि दाना नहालिदिने। त्यही भएर न त यिनीहरूले दाना देख्नै हुँदैन। अब यिनीहरूलाई क्रेटहरू राख्ने बेला हुन लाग्यो। अब अन्डा पार्न थालेपछिको भिडियो पनि म हाल्ने नै छु। अहिले चाहिँ यही हो। यो चाहिँ एउटा खोरको हो। अस्ति मैले देखाएको चल्ला चाहिँ 3टा खोरमा बाँडिएको छन्। यो चाहिँ एउटा खोरको हो है त। हेर्नु होला, यत्रा भएका छन्।